नमस्ते, राधे राधे। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला नि। मेरो जी भोइस 02 ब्लगमा स्वागत छ। र म चाहिँ आएको छु लक्ष्मी माता र उता खसीलाई लिन आएको छु। अनि साथीहरू, म चाहिँ अहिले यहाँ खेतमा आएको छु। हेर्नुहोस्, यहाँ लक्ष्मी माताको छोरी चाहिँ यहाँ घाँस खाइराख्नु भएको छ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ लक्ष्मी माताको छोरीले कति राम्रै घाँस खाइराख्नु भएको छ। अनि यहाँ त हुनुहुन्छ हाम्रो यहाँ खसी भाइ कति राम्रो घाँस खाइराख्नु भएको छ साथी हो। त्यही खसीलाई घरमा पुऱ्याएर आएर बादमा लान्छु लक्ष्मी मातालाई। लक्ष्मी माताको छोरी त्यो चरिराख्नु भएको छ। अब घरतिर जाँदैछु गाइस। र हजुरहरूलाई मेरो युट्युब च्यानल कस्तो लाग्छ होला सबैले कमेन्ट गर्नु होला। म चाहिँ यो जी भोइस 02 च्यानलमा चाहिँ म आफ्नै गोर्खाली भाषाबाट बनाउँछु। अर्को मेरोमा महेश जी ब्लग मात्रै म हिन्दीबाट बनाउँछु गाइस। र हजुरहरूलाई कुन चाहिँ भाषाबाट मनपर्छ सबभन्दा सबैले कमेन्ट गर्नु होला। र यति नै हो आजको भिडियो। मर्निङमा फेरि भेट्नेछु हजुरहरूलाई। र सबैलाई राधे राधे, बाई बाई, जय हिन्द, जय गोर्खा।